त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। सब्बात दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरैजना सुन्नेहरूले छक्क परेर भने, यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएको कार्यहरू कति शक्तिशाली! के यिनी त्यही सिकर्मी होइनन् र? के यिनी त मरियमका छोरा तथा याकुब, योसेफ, यहुदा र सिमोनका दाजु होइनन् र? के यिनका बहिनीहरू पनि हामीसँगै छैनन् र? अनि तिनीहरू उहाँसँग चिडिए। तब येशूले तिनीहरूलाई भन्नुभयो, अगमवक्तालाई आफ्नो देश र आफ्नो नातेदारहरूका बीचमा र आफ्नै घरमा बाहेक अन्त कहीँ अनादर हुँदैन। र उहाँले त्यहाँ कुनै कुनै रोगीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्ने काम बाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्नु भएन। तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँ गाउँ गाउँमा शिक्षा दिँदै जानुभयो। उहाँले 12 जनालाई आफू कहाँ बोलाउनुभयो र तिनीहरूलाई दुई दुई गरी पठाउनुभयो। तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार पनि दिनुभयो। तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो, यात्राको निम्ति साथमा केही नबोक्नु, न त रोटी, न झोला, न खल्तीमा पैसा, तर एउटा लट्ठी मात्र बोक्नु, जुत्ता लाउनु, तर अरू बढी दौरा नबोक्नु। उहाँले भन्नुभयो, जब कुनै घरमा पसौला, जबसम्म त्यस गाउँबाट निस्कदैनौ तबसम्म त्यही नै बस। यदि कुनै ठाउँमा तिमीहरूको स्वागत भएन र तिमीहरूको वचन सुन्न इन्कार गरे भने त्यस ठाउँबाट तिमीहरू निस्कदा तिनीहरूका विरुद्धमा गवाईको लागि आफ्नो पैतालाको धुलो टकटक्याइदिनु। तब तिनीहरू निस्केर गई मानिसहरूले पश्चाताप गरून् भनी प्रचार गरे। तिनीहरूले धेरै भूतहरू निकाले र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे। हेरोद राजाले येशूको कीर्ति सुने, किनकि उहाँको नाउँ प्रचलित भएको थियो। कतिले भन्थे, बप्तिस्मा दिने यूहन्ना मरेकाबाट जीवित भएछन्, यसैले त तिनीद्वारा यस्ता शक्तिका कामहरू भइरहेका छन्। तर अरूहरूले भने, यिनी एलिया हुन्, र अझै अरूहरूले भने, यिनी त प्राचीन समयका अगमवक्ताहरू जस्तै एक अगमवक्ता हुन्। तर जब हेरोदले यो सुने,